गुड आफ्टरनुन गाइज म अहिले हेलो अहिले चाहिँ 4:30 भइसक्यो। हामीले नास्ता केही पनि खाएको छैन। मैले आज फर्स्ट टाइम भोइस बोलेरै भिडियो बनाइरहेको छु। अनि यो मौसम के हो कि साथीहरू, एकछिनमा अँध्यारो गर्छ, एकछिनमा उज्यालो गर्छ। यो सुकाएको लुगा छ नि, यत्रो लुगा छ। यो लुगा बाहिर ल्याउँछु, पानी पर्ला जस्तो गर्छ, फेरि भित्र लग्छु, अनि फेरि उज्यालो जस्तो गर्छ, बाहिर ल्याउँछु। म त हो कि अस्तिदेखिको लुगा छ यहाँ, कति दिक्क लाग्ने यार। एकछिन 1 घन्टा 2 घन्टा 4 घन्टा राम्रो घाम लाग्यो त सुकिहाल्थ्यो नि। हैरान भएको छ। अनि आज चाहिँ शनिबार, मलाई चाहिँ धेरै पछि छोले खाने मौका पाइरहेको छु। मैले छोले समोसा अर्डर गरेको छु। अब एकछिनमा आउँछ होला। नास्ता चाहिँ 4:30 बजे खाइरहेको छु। यो सुक्या लुगा उठाउँदै गर्छु। अहिले पानी झर्र आयो भने यो लुगा सब भिजिहाल्छ, अनि फेरि दिमाग खराब हुन्छ आफ्नै। म त उठाउन थालेँ। पुकी ए फुचे हेर पेन्टा म गएँ जाम म जाम बाल देश मेरो डर। सब लुगा उठाइहाल्छु यार। अँध्यारो गरेर चाहिँ पानी झर्र आउँछ। अनि मलाई लुगा चाहिँ ल्याएर कोही यसरी सुकाएँ, कोही अर्को कोठामा यस्तै गरेर लुगा पनि भित्र राखेँ। अनि पानी पनि आउन थालिसक्यो, पानी परिसक्यो। छिमेकी आन्टीहरूको लुगा राख्न लाग्नु 4-5 दिन भइगयो लुगा बन्न आइसक्यो भन्नुभएको थियो, फेरि भिज्नै लागिसक्यो। तर फिर्याछु मैले मेरो फुचेको लुगाहरू। अब म तल जान्छु। छोरा के गर्दैछ? के गरेछौ? मोबाइल चलाइछौ? ल ओहो बाबाको बुढी त यसलाई सिरक भन्दा नि बढी भइसक्यो। खाइसक्यौँ। अब चिया बनाउनु छु मैले। बाबु चाहिँ उसको बाबुसँग बसिरहेको छ, चिया पाक्दैछ भर्खर राख्नु भएको। चिया चाहिँ मजाले उम्लिरहेछ। चिया चाहिँ मजाले पाकिरहेको छ। हल्का हल्का पानी परिरहेछ। मेहंदी लगा के रखना, डोली सजा के रखना, लेने आएंगे तुझको तेरे सजना। 7:30 हुन लागिसक्यो। मैले चाहिँ खाना बसाएको छु, भात बसाएको छु। यो जुठो चाहिँ होइन है, मैले छोरालाई दिउँछ जौलो बनाएर खुवाएको थिएँ। अनि त्यही गोबर पखालेर भात बसाएको। दही हो, कस्तो मजाले जमेहा। अब म यसैको करी बनाउँछु। मन नलाग्ने गरेर जमेहा, अब के गर्नु, चलाउनु त पर्यो। वाउ, यस्तो मजासँग जमेछ कि चाहिँ करी बनाउँछु म। दाली पनि पाक्यो साथीहरू। अब म खाना खान्छु। आजको भ्लग म एन्ड गर्न चाहन्छु। मेरो खानामा चाहिँ दहीको करी र भात पाक्यो। अब खाएको भाँडा भाँचेको पनि कति देखाउनु। अनि अघि चिया नास्ता खाएको भए यति चाहिँ मैले यो माझिसकेँ। अब बाँकी चाहिँ अब भात खाए चाहिँ मासु यो भात यो तरकारी यो भात चाहिँ 3 जनाको लागि। यो कुकरभरि छैन खाना, यहाँ सामानहरूलाई पुगिहाल्छ। त्यो सबै यताउति खाइया हुन्छ, त्यस्तो भोक लाग्दैन नि त। ल बाई गाइज, भेटौँ होला भोलि नयाँ भिडियोमा। मलाई पनि सबैजनाले माया गरिदिनु होला।